सजिएको एउटा साझा अनि सुन्दर फुलबारी हो। यहाँ विभिन्न जात जाति तथा समुदायका मानिसहरू बसोबास गर्दै आएको पाइन्छ। उक्त जात मध्ये एउटा छुट्टै संस्कृति बोकेको जात हो आदिवासी धिमाल जाति। यस जातिका मानिसहरू विशेष गरी पूर्वी नेपालको मोरङ र झापा जिल्लामा बसोबास गरेको पाइन्छ। मध्य प्रदेशमा बसोबास गर्ने धिमाल जातका मानिसहरू स्वावलम्बिक र मेहनती हुन्छन्। आफ्नो जीविकोपार्जन गर्नका लागि माछा मार्ने पेशा जस्ता कामहरू गर्दै आएका छन्। नयाँ वर्षको सुरुवातसँगै धिमालीहरूले श्रीजात पर्व मनाउने गर्छन्। वर्षमा एक पटक पुर्ख्यौली चलन अनुसार पूजा तथा महोत्सवमा आफ्नो संस्कृति झल्किने पोसाक लगाई नृत्य प्रस्तुत गर्दछन् र यसैका साथ प्रस्तुत छ मध्य प्रदेशको धिमाल जातिको धिमाल नृत्य।
Okay, now judges please.